उपत्यकामा हुने सिन्दुर जात्राबारे प्राय सबैलाई थाहा हुन्छ, तर नुवाकोटमा हुने सिन्दुर जात्राबारे धेरैलाई थाहा नहुन सक्छ। यो चैत्र पूर्णिमामा हुने सिन्दुर जात्रा भैरवी जाल्पादेवी एके विष्णुदेवीको नाममा मनाइने चलन छ। यो जात्राको मेन अट्र्याक्सन भनेको नै धामी धमिनी भेलु र भेलुनीलाई भैरव र भैरवीको शक्ति आएको मानिन्छ र त्यो दिनहरूमा उहाँहरू केवल मान्छे हुँदैनन्, दे बिकम समथिङ मोर, समथिङ डिभाइन। भैरवले कुमारीको हातबाट जल लिएर सुरु हुने यो जात्रामा पनि दुईवटा यसी उठाइन्छ। अष्टमातृकाको खटलाई बोकेर त्रिशुली र तादी खोलाको बीचमा रहेको विष्णुदेवी पीठसम्म लगिन्छ भने भोलिपल्ट त्यहाँ सामूहिक इही पनि गरिन्छ। त्यही दिन धेरै मानिसहरूको पनि त्यहाँ भिड लाग्ने गर्दछ भने जात्राको अन्तिम दिनमा खटलाई भैरवी मन्दिर फर्काइन्छ र बाजा गाजा सहित सिन्दुर जात्रा मनाइन्छ। यो जात्रा भनिन्छ मल्लकालदेखि चलिआएको। बाँकी यस्तै अरू इन्फर्मेसनहरूको लागि प्लान माई नेपाललाई फलो गर्न नबिर्सिनुहोला।